सरले चाहिँ हाम्रो मोबाइल लगेको थियो। फाइनली हाम्रो मोबाइल मिलिसक्यो। यो हो हाम्रो विवेकको मोबाइल र आज हामी विवेकको मोबाइलमा नै भ्लग बनाउँदैछौँ र यो हाम्रो सिजन साथीको भाइ चकलेटलाई खादियो। आन्सर बताइकन चकलेटलाई खादियो हामी। आज हाम्रो मोबाइल खोसेको उहाँ सरले हो। उहाँ रातो लगाएको सरले हाम्रो मोबाइल खोसेको थियो र मोबाइल दिनुभएको सर उहाँ हाम्रो हेड सर हुनुहुन्छ र हाम्रो मोबाइल फसाउने केटीलाई चाहिँ हामी अहिले देखाउँछौँ थोडा देरमा। हाम्रो उहाँ सरले चाहिँ हाम्रो मोबाइल लगेको रातो लगाछन् नि, उहाँ सरले नै हाम्रो मोबाइल लगेको। तर उहाँ सरले हाम्रो मोबाइल दिएको र उहाँ सरलाई धेरै मनदेखि धन्यवाद भन्न चाहन्छु र थ्याङ्क्स। मोबाइल चाहिँ सरलाई दिने वाला त्यो काटो लगाएको वाली केटी हो गाइज, हेर्नु सक्नुहुन्छ। त्यसकै कारणले हामीले हाम्रो मोबाइल फसेको थियो। पाल भाइ र यसले हाम्रो मोबाइल लुकाउन हेल्प गरेको थियो र अहिले हामी यहाँ पछाडि बसिरहेका छौँ भ्लगमा। भ्लग भनेको लाग्ने सरले चाहिँ हाम्रो मोबाइल लगेको थियो। फाइनली हाम्रो मोबाइल मिलिसक्यो। सरले लगेको मोबाइल हाम्रो फाइनली मिलिसक्यो होइन, त्यसको पनि लगेको थियो मोबाइल र फाइनली हाम्रो मोबाइल छुटिसक्यो। अहिले हामी चिलमा छौँ। हाम्रो साथीलाई यहाँ हानिसकेको छ कसले तर हामी अहिले यहाँ भ्लग बनाउँदै यो निशान्त र हामी मोबाइल गाइज आज हामीले स्कुलमा मोबाइल ल्याएका थियौँ र आज हाम्रो मोबाइल फसेको थियो। आज शुक्रबार दिन मोबाइल ल्याएका थियौँ। हाम्रो इङ्ग्लिस सरले हाम्रो मोबाइल लगेर दिँदैन थियो, तर हाम्रो प्रिन्सिपल सर राम्रो हुनुहुन्छ, त्यही कारण प्रिन्सिपल सरले हामीलाई मोबाइल फिर्ता गर्नुभयो र प्रिन्सिपल सरलाई धन्यवाद गर्दै यो भ्लग हामी अझै अगाडि अरू देखाउने छौँ। आफ्नै दोस्त यसले चाहिँ झुट बोलेर पछाडि लुकाएर ब्यागमा राखेर भेटाएको र अर्कोले डाइरेक्ट दिएको थियो आफ्नो मोबाइल र हाम्रो यहाँ गाइज आज लास्टै फस्यौँ गाइज। त्यो यताको वाला केटाले को पनि मोबाइल हो गाइज, त्यसको पनि मोबाइल फसेको थियो। पहिला मोबाइल दिने वाला त्यही हो। यहाँ आइफोन भएको भए कत्रो दिक्क लाग्थ्यो, सादा मोबाइल भएर पनि मलाई त धुकधुक हुँदै थियो। भाइ साहब कुछ ज्यादा नहीं हो गया? म विद्यालय गएको चाहिँ सही रहेछ। सबै टिमले भनेपछि लास्टमा सरले आफैले भन्नुभयो। 15 minutes later. हामीहरूको फेभरेट म्याडम चाहिँ हुनुहुन्छ म्याडम हाई गरिदिनुहोस्। हाम्रो फेभरेट म्याडम चाहिँ हुनुहुन्छ म्याडम हाई गरिदिनुहोस् त। म्याडम कहाँ छ बेटा मन में लड्डू फूटा गर्ने सर यता पुगेका छन् गाइज र हाम्रो बडीगार्ड सबजना यो हाम्रो बडीगार्ड हो गाइज, हाम्रो सबैको रक्षा गर्ने बडीगार्ड हो र उहाँ हाम्रो भाषण गर्ने सर। मेरो सदन चाहिँ रेड हो, तर रेडमा एउटा मात्र पोइन्ट आएको छ। मलाई दुःख लाग्यो, म क्याप्टेन हो सदनको, त्यही कारणले मलाई धेरै दुःख लागिरहेछ। मेरो सदनले चाहिँ अहिले एउटा पोइन्ट अगाडि एउटा पोइन्ट पाएको छ मेरो सदनले। म खुसी छु होइन। यो ऊ बहिनीले चाहिँ हाम्रो सदनलाई अगाडि बढाएको, यसको बहिनी हो चाहिँ, तर ऊ बहिनीले चाहिँ 2वटा कि 3वटा क्वेसन एक्लैले भनेको छ। त्यसमा मलाई धेरै खुसी लागेको छ। हाम्रो यो बडीगार्ड यहाँ यताको बडीगार्ड भाइ हाम्रो यस्तो मात्र पोज आउँछ, त्यसले यस्तो पोज मात्र आउँछ। हाम्रो यहाँ यता सबैजना बसेका छन् र सरले चाहिँ हाम्रो मोबाइल लगेको थियो र उहाँ चाहिँ हाम्रो फेभरेट
सरलाई पनि भाइरल गर्नु पर्यो यो हानिरहेको छ गाइज यसको अब यसको लागि 1-2 कमेन्ट हान्नु पर्यो हाम्रो सर नकुल सर 4-5 क्लासमा चाहिँ धेरै हानेको हो कपाल पनि यस्तै कपाल छुनेको हो धेरै क्या ये क्या बक रहे हो मादरचोद को ओनर आइसकेको छ कहाँ जाने बेकार यहाँदेखि नजाउँ बेकार हो सर खोज्ने हो त्यही पनि यो चाहिँ हाम्रो नयाँ विद्यार्थी होइन पुरानो हो तर आजकल आएको हो इन्डियादेखि ए जाउँ है वहीँ जाउँ नै भने जाउँ है सर 8 जरा के जाउँ भने त्यही उसै त सर दिमाग खराब गर्दो हो अब यो ब्लग सरले देख्या त चाटेन नि त मलाई लगायत सबैजनालाई थ्याङ्क यू भन्दै र हाम्रो ब्लग पुरा हेर्नेलाई थ्याङ्क यू र आधा हेर्नेलाई पनि थ्याङ्क यू भन्दै हाम्रो ब्लग चाहिँ यहीँ अन्त्य हाम्रो लास्ट ब्लग गाइस लाइक गर्नु सब्स्क्राइब गर्नुस् गाइस सपोर्ट गरिदिनु होला हामीलाई अझै योभन्दा राम्रो राम्रो कन्टेन्ट बनाउँदै छौँ हामी तपाईलाई मनदेखि माया छ र थ्याङ्क यू फेभरेट म्याडम हाम्रो उहाँ हुन् हेर्नुहुन्छ उहाँले पनि धेरै हानेको छ हामीलाई